सेतो बाइक भनेर सबै हुन्छ नि बाइक सबै छ के सबै छ त यहाँ यसको त सब झन् धेरै छ त्यो अहिले यो त हदैन नि तपाईले त्यस्तो भनेर हुन्छ त भित्रबाट दुःख पाएन अब उसको क्षतिपूर्ति गरिदियो नि तपाईले अरू दुनियाँ दुःख दिएर हुन्छ यत्रो डकुमेन्ट हेर्दा त अनि के मान्ने तपाईले भन्नुहोस् त यो त थिएन नि त तपाईँ त्यसो नबोल्नु न हो नबोल्नु भने होइन के अब यत्रो लिएर आएको छ त अनि होइन भाइ त्यो अब के बेच्दैछ अरे बाइक त्यो भएर यसो शङ्का लगाएर गरेको यो पनि यतै उल्ट्या थियो अरे त्यो त मैले पछि उल्टा हो दाइ होइन त्यसको सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। सो हजुरहरूलाई सन्चै छ होला र मलाई पनि सन्चै छ है। सो आज म चट्ट लगाएर यो भिडियोहरू बनाउँदिन थिएँ। सो आज मेरो फाइनली बाइक हिजो देखिराखेको छु मेरो चौकीमा चाहिँ। अब यहाँको लोकलवासीहरूले लगन खेल्न बस्ने लोकलवासीहरूले चाहिँ यो बाइक चोरी हो यो मेरो छोराको हो भन्दैछ। अनि मैले अर्कै मान्छेसँग किनेको कसरी उनीहरूको हुन्छ होइन। उनीहरूले अब के भने अब म लगन खेल्न जाँदाखेरि पठाउ गरेर आएको थिएँ। अब पठाउ गर्ने क्रममा उनीहरूले अब बाइक यो मेरो छोराको हो यो कसरी यहाँ आयो यो बाइक होइन 1 वर्ष अगाडि हराएको रे अनि आज बल्ल भेटियो भनेर उनीहरूको सबै फ्यामिलीहरू सबै आएको थियो। अनि प्लस उनीहरूले अब मेरो बाइक हो हाम्रो बाइक हो हाम्रै छोराको बाइक हो हाम्रै भाइको बाइक हो होइन। अब त्यस्तै कुराहरू गरेर आएको छ। सो आज चाहिँ म लगन खेलतिर जाँदैछु। अब किनभने अब लगन खेलमै राख्नु हो मेरो होइन सरहरूको कुनै पनि गल्ती छैन र टोलवासीहरूको पनि कुनैको पनि गल्ती छैन। ततङ्गल गुरुद्वारा त्यो बाइक पास गर्ने यातायात क्षेत्रमा गएर मैले ल्याप्ची हानेर अधिकृतहरूको साइन लिएर होइन बिलबुक सिलबुकहरूमा सबै नामसारी गरेर मेरो नाममा पास गरिसकेको बाइक पनि कसरी चोरी हुन्छ भन्ने चाहिँ म आज उहाँहरूसँग कुरा गर्न जाँदैछु होइन। आज भिडियो कस्तो हुन्छ हजुरहरूले सुरुदेखि लास्टसम्म हेर्नु होला। र मेरो चाहिँ चोरी बाइक होइन भन्ने मलाई एकदम भित्रैदेखि मेरो मनले नि दिइरहेको छैन। किनभने चोरी बाइक हो भने त उता ढड्डामा नाम लेख्न पास गर्न जाने बेलैमा थाहा हुन्छ नि त होइन चोरी बाइक हो कि के बाइक हो भनेर। अनि प्लस पोइन्ट अब मसँग प्रुफ पनि छ मसँग अरू फाइल पनि छ होइन। यो रेकर्ड फाइल हो अरू केही होइन होइन गाइजहरू। त्यो हराएको बाइकको नाम चाहिँ के भन्दैछ भने अब उनीहरूको खै के श्रेष्ठ थियो अरे होइन। पहिला अब मैले यहाँ बिलबुकमा नाम सबैमा खोजेँ होइन बिलबुक पुरानदेखि नयाँसम्म होइन सबै खोजेँ तर मैले त्यो श्रेष्ठ भन्ने नाम भेटिनँ होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ यो इन्सुरेन्स पेपरहरू होइन मेरो सबै चिजहरू छ क्या यहाँनिर सबै छ यो रेकर्ड फाइलमा सबै छ होइन। मम्मीसँग 200 रुपियाँ पैसा मागेर पेट्रोल हाल्न पैसा लिएर म लगन खेल्न निस्किँदै अब उनीहरूले त्यो मान्छेहरूले यहीँको लोकल मान्छेहरूले समात्यो मलाई होइन। अब प्लस म तिनीहरूसँग क्षतिपूर्ति पनि लिन्छु होइन। मेरो बाइक हिजोदेखि थुन्नामा परेको छ आज म कहाँ जानुपर्ने मान्छे होइन। म आज कलेज पनि गएको छैन कलेज पनि गइनँ। अनि प्लस के भन्छ अरे अहिले काममा जानुपर्छ काममा जानु पनि ढिलो भइसकेको छ। उहाँहरूसँग एउटा केही पनि छैन अरे क्या एउटा बिलबुक थियो अरे त्यो बिलबुक पनि अस्ति नै फालेको अरे क्या। त्यस्तो पनि हुन्छ त्यस्तो गर्न पाउँछ मान्छेहरूलाई होइन। लोकलवासी हो भन्दैमा जे पनि गर्न पाउँछ बिलबुक हरायो अनि कति 1 वर्ष पछाडि बाइक मेरो भेटाइयो मेरै हो होइन। त्यस्तो भन्न मिल्दैन नि त होइन गाइजहरू। त्यही भएर म आज पुलिसलाई नै मैले मेरो बाइक अब केही होला भनेर चाहिँ मैले पुलिसलाई नि म आफैले बुझाएर आएको हो होइन। अब आज गएर त्यो यो रेकर्ड फाइलहरू देखाएर उनीहरूको अगाडि पछारेर होइन मेरो बाइक लिएर आउँछु। मसँग सबै प्रुफहरू छ। प्रुफहरू हिजो देखाउँदा पनि त्यहाँको लोकलवासीहरूले मानेन मेरो बाइक चोरी नै हो भनेर भन्यो। अब यहाँनिर रेकर्ड फाइलहरू छ प्लस तिनीहरूले मानेन भने म गुरुद्वारा पनि तिनीहरू सतुङ्गल पनि लिएर जान्छु होइन। ढड्डामा सबै नाम लेखाउँछु होइन नाम लेखेको ल्याप्चे लगाएको सबै म देखाउँछु उहाँहरूलाई। अब उहाँहरूले मलाई नराम्रो सोच्नु भयो होला म चोर जस्तो देखिन्छ त्यस्तो सोच्नु भयो होला उहाँहरूले। अब सो प्लस अहिले गएर उतै चौकीमा भेटौँला। सो अब चौकीतिर त अब क्यामेरा यसरी भ्लग गर्न दिँदैन होला प्लस उता गएर भेटौँला। फाइनली गाइस म चाहिँ बाहिर निस्किसकेको छु। अब 9 बजीदेखि खुल्छ भनेको छ। अब अलिक चाँडै जाउँ भन्ने कुरो हो मेरो चाहिँ। यता ब्याग स्याग मैले प्रमाण बोकेर हिँडेको छ है गाइजहरू। त्यो उनीहरूलाई देखाउन विश्वास लाग्दैन होला होइन। त्यही भएर मैले यो बोक्दैछु गाइजहरू। जे होस् मैले केस आज एकदमै जित्छु भन्ने मेरोदेखि मनमा आइसकेको छ होइन फिलिङ्स आइसकेको छ। सो गाइजहरू डराउनु पर्दैन है हजुरहरू पनि है म पनि डराउँदिनँ। सो गाइज अगाडि गएर यो प्रमाण पछारेर तिनीहरूलाई देखाएर म मेरो बाइक लिएर आउने नै छु है गाइजहरू। यहाँ बाटोमा अब भिडियोहरू के बनाउनु है उतै गएर यसो म यहाँनिर यो ज्याकेटको यहाँनिर गोजीमा लुकाएर राख्छु। अब भिडियो चाहिँ
ठाडो परेको आउँछ होला। सो अब उता गएर अब म्यानेज गरेर म भिडियोहरू युट्युबमा हालिदिन्छु है। त्यस्तै हो गाइजहरू। अब अगाडि गएर चौकीमा गएर भेटौँला। प्लस मैले यसरी मैले समाते जसरी मैले भिडियो बनाउनु मिल्दैन त्यहाँ गइसकेपछि अब उनीहरूले अब छुट्टै नराम्रो सोच्दा होइन, म चाहिँ मेरो भिडियो यहाँनिर राख्छु होइन, यहाँनिर राख्छु, यहाँनिर रेकर्ड गरेर राख्छु यहाँ मोबाइलभित्र हालेर। अनि त्यसपछि प्लस ठाडो आउँछ, तपाईँहरूले भिडियो चाहिँ हेरिदिनु होला, माया गरिदिनु होला। गाइजहरू भिडियो चाहिँ यसरी नै बन्छ है। मेरो यहाँ जाकेटको गोजीमा राख्छु, भिडियो चाहिँ यसरी नै बन्छ, तपाईँहरूले हेरिदिनु होला है त गाइजहरू। ल यो मेरो बाइक चोरी भएर भनेको छ। र म यहाँनिर के भन्छु आज यहाँनिर अफिसमा यहाँनिर देख्न सक्नुहुन्छ मेरो बाइक चाहिँ यसरी चोरी भएको छ। यहाँनिर यो अफिसमा आएको छु म चाहिँ है गाइजहरू। म यहाँको मान्छे लोकलवासीहरू आएको छैन, म देखाउँछु है तपाईँलाई। सेतो बाइक देख्दैमा हजुरको बाइक हुन्छ त भने दुःख पाएन उसले बिचरा, दुःख पाएन भाइले। दुःख त के पाउनु होइन, मैले के भनेको नम्बर मिलेन भने त लानु भनेकै छु। यस्तै सेतो बाइक थियो त्यही हो खास सेम पुरै सबै छ के सबै छ त यहाँ। यसको झन् झन् धेरै छ। त्यो अहिले यो हुँदैन नि तपाईँले त्यस्तो भनेर हुन्छ त, बिचराको दुःख पाएन अब उसको क्षतिपूर्ति गरिदियो नि। दुःख त सबैले पाउँदैन भन्नु त ल, हिजो दुःख पाएको छ उसले, अब त्यति मान्छे दुःख दिनु मिल्छ? मैले दुःख दिएको पनि होइन उसलाई सुन्नुहोस्, म यो त भन्छु, यो त बनाउनु पनि मिल्छ। मेरो अमिर चिन्छ होइन, के भने अमिर भनेको त्यो धट्टामा बस्नु, यही शाखामा बस्नु बनाउनु मिल्छ अरे। यो मिल्छ अरे। कहिले भने बनाउनु यो यत्रो बनाउनु मिल्छ? तपाईँ नजाने कुरो नगर्नु न दाजुभाइ। लाग्ने होइन क्या यो अधिकृतले फोन गरेर साइन भन्नुहोस्, त्यही भन्नु जान्छ जेल। अनि त्यसपछि अमिर भन्छ के भन्छ नि दुःख दिएर हुन्छ यत्रो डकुमेन्ट हेर्दा त अनि के मान्ने तपाईँले भन्नुहोस् त ल। यो त थिएन त, तपाईँ त्यसरी नबोल्नु न हो, नबोल्नु भने होइन कि अब यत्रो लिएर आएको छ त अनि हिजो थिएन नि त, हिजो थिएको भए त्यस्तो हुँदैन। बिलुक थिएन, बिलुको थियो, बिलुको हाम्रो पनि थियो नि त। देखाउनु त बिलुक। बिलुको सरल कहाँ राखेको छ त्यसो नबन्नु न, सरल कहाँ राखेको छ त्यसो नबन्नु न। बिलुक खै त झट्केर बोलेर हुन्छ क्या? बोले होइन नि त, तपाईँले यत्रो देख्दा देख्दै अनि नदेख्दै नमान्ने सबैलाई पनि आउँछ यार। के भन्नै पाउँदैन नि यसरी। हिजोदेखि मान्छे राखेको बाइकको यो बाइकको फोटो त्यो सबै मिलेको छ क्या त्यहीबाट। मिलेको त स्टिकर त सबले टाँसिहाल्छ नि, त्यो कम्पनी उसबाटै आएको हुँदैन त्यस्तो। कम्पनी आउँछ सोरुमबाट त्यस्तो स्टिकर नदेखेको पनि होइन। यहाँ सुन्नु न, स्टिकर त्यही तिनीहरू टाँसेर आएकै हुँदैन सोरुमबाट आउँदाखेरि, पछि टाँसेको हुन्छ। त्यो पनि मैले पछि टाँसे हो। इन्सुरेन्स गरेर पेपर छ यहाँ हेर्नुहोस् तपाईँको। अनि चोरीको बाइक इन्सुरेन्सदेखि लिएर सबै गर्न सक्छ। हेर्नुहोस् गाइजहरू अझै मेरै हो भन्दैछ, के भने अब यहाँ विचार गर्दैछु अझै पनि है। होइन भाइ त्यो अब सेम यस्तै थियो अरे बाइक, त्यो भएर यसो शङ्का लाएर गरेको। यो पनि यतै उल्ट्या थियो अरे। त्यो त मैले पछि उल्टा हो दाइ होइन, त्यसको उसको छोराले नै यतै उल्ट्या थियो अरे। हरेक चिज हामीले चिनेको हुन्छ होइन, त्यो पनि भनेको यो राख्नु शङ्काको आधारमा गणेश राख्नु। सो गाइजहरू त्यो केस चाहिँ मिलिसकेको छ है गाइजहरू। मैले बाइक्सहरू सबै ल्याइसकेँ यहाँनिर है। मैले तपाईँहरूलाई अघि पनि देखाइसकेँ, मैले केस सबै जितेर अनि डकुमेन्टहरू सबै मैले देखाएर आइसकेको। अब घर जान लागेको, अब ठेकदारले पनि कराइरहेछ। सो ठेकदारलाई पनि नरिसाउनु भन्न चाहन्छु है। अब मेरो चोरी बाइक होइन भनेर मलाई भित्रैदेखि मलाई थाहा थियो होइन गाइजहरू, त्यही पनि चोरी बाइक हो भन्यो। सो त्यस्तै हो, कहिलेकाहीँ शङ्कापोष गर्नु मिल्छ, अब तर त्यस्तो गर्नु चाहिँ मिलेन नि त, अब चोरै हो भन्न चाहिँ मिलेन। सो गाइज फाइनल्ली मैले केस जितेँ है त गाइजहरू। ल अब यो पाजी भ्लग्सलाई चाहिँ हजुरहरूले एकदम सपोर्ट गर्नु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। हवस् त धन्यवाद। यस्तै भिडियोहरू नयाँ भिडियोहरू आउनेछ, अर्को भिडियोमा भेटौँला। हवस् त धन्यवाद। अहिले काम गर्न मलाई भिडियो सही हो। अब हजुरहरूलाई अर्को भ्लगमा भेट्नेछु है त गाइजहरू। ल धन्यवाद।